बनेपा नगरपालिका वृत्तचित्र। ढोकढोकी भन्दा प्यारो छ हामीलाई बनेपा नगरी। ढोकढोकी भन्दा प्यारो छ हामीलाई बनेपा नगरी। श्रमले बाँच्ने सिपले जिउने हामी छौँ जाँगरी। विविध कला संस्कृति धर्म भाषाको सपना यही फुलेका हुन्छन् बनेपावासीका। पुण्य माताको अटुट जलले यही भूमि सिंचेका। बासुकी पार्क र गोसाई थानले सबको मन जितेको। करुणामय चामुण्डा देवी धनेश्वर मन्दिर। पर्यटन विकास गरेर सबको बदल्छौँ तकदिर। चण्डेश्वरी आँगन हो यो उग्र चण्डीको साथ। पौरखी गरी गर्वले उच्च राख्छौँ हाम्रो साथ। स्वास्थ्य र शिक्षा, कृषि र व्यापार सञ्चारको विकास। छर्दछौँ हामी यही भूमिबाट सुनौलो प्रकाश। बनेपा नगरी हामी छौँ जाँगरी। बनेपा नगरी हामी छौँ जाँगरी। ढुकढुकी भन्दा प्यारो छ हामीलाई बनेपा नगरी। एउटा यस्तो नगर जसले धेरै कालखण्ड पार गरिसकेको छ। कयौं शताब्दीका कयौं राजाको राज्य सभ्यतादेखि धार्मिक, सामाजिक तथा कला कौशलले मात्र नभई विविध पक्षबाट एउटा जिउँदो इतिहास र सभ्यताको मानचित्र बोकेको नगर, जसले समय चक्रसँगै भाषा, कला र संस्कृतिको अमिट छाप त छोडेकै छ। साथसाथै आजको विज्ञान र प्रविधिको युगमा समेत यस नगर प्रगतिको पथमा लम्किरहेको छ। हो, यही बनेपा नगरपालिकाको कुरा गर्दछौँ। नेपालको पुरानो नगरपालिका मध्येको एक हो बनेपा नगरपालिका। समयको परिवर्तनसँगै बनेपाको नाम र परिभाषामा समेत विविधता पाइन्छ। बनेपा सहर वाणीपुर, बनेकापुर, बनेपुर, ब्यानेपा, बिन्यपा, बिनायपुरी, वाणियम्प हुँदै बनेपा हुन आएको इतिहास रहेको छ। पूर्वमा रक्तचन्दन भनिने चण्डेश्वरी जङ्गल, उत्तरमा थागु माथिको जङ्गल र दक्षिणमा क्वागु तलको जङ्गलको पृष्ठभूमिमा काठमाडौँदेखि 20 किलोमिटर पूर्व समुद्री सतहदेखि 4800 फिट उचाइ, त्यस्तै बनेपा भूगोलको हिसाबले सानो र जनसङ्ख्याको आधारले ठूलो नगरपालिका हो। पूर्वमा धुलीखेल, पश्चिममा भक्तपुर जिल्ला, उत्तरमा मण्डनदेउपुर नगरपालिका र दक्षिणमा पनौती नगरपालिकासँग सीमा गाँसिएको प्राकृतिक छटाहरूले घेरिएको उपत्यकामा अवस्थित प्राचीन सभ्यता बोकेको ऐतिहासिक स्थान हो बनेपा। परापूर्व कालदेखि नै भोटसँग व्यापारको लागि व्यापारिक केन्द्रको रूपमा परिचित बनेपा काभ्रे जिल्लाको मुटुको रूपमा हेरिन्छ भने हिमाल, पहाड र तराई जोड्ने व्यापारिक नाका बनेको छ। 2078 को राष्ट्रिय तथ्याङ्क अनुसार 47,690 कुल जनसङ्ख्या रहेको नगरपालिकामा 34,518 महिला तथा 33,172 पुरुष छन्। जम्मा 16,698 घरधुरी रहे पनि बढ्दो सहरीकरणको कारणले यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। नेवार समुदायको बाहुल्यता रहेको नगरपालिकामा ब्राह्मण, क्षेत्री, तामाङ, दलित जनजाति लगायत सबै समाजमा परस्पर मिलेर बसेका छन्। बनेपा 753 स्थानीय तहमध्ये धेरै नै सम्भावना र महत्त्व बोकेको नगरपालिका हो। यस नगरपालिकाभित्र रहेको यी वडाहरूले नगरवासी आम जनसमुदायहरूलाई सेवा दिँदै आएको छन्। वडा नम्बर 1 पाँडे गाउँ नाला, वडा नम्बर 2 घिमिरे गाउँ नाला, वडा नम्बर 3 ठुलो चौर नाला, वडा नम्बर 4 उग्रचण्डी नाला, वडा नम्बर 5 काथु गणस्थान, वडा नम्बर 6 बुडोल काभ्रे क्याम्पस, वडा नम्बर 7 हंसराज मार्ग, वडा नम्बर 8 भोलाखाटोल, वडा नम्बर 9 लाइकु दरबार, वडा नम्बर 10 पुल बजार, वडा नम्बर 11 सिनागाल, वडा नम्बर 12 बाँसटोल,
वडा नम्बर 13 भैँसेपाटी, वडा नम्बर 14 साँगा नासिका स्थान। 14वटै वडाको तथ्याङ्क यस्तो छ। बनेपा नगरपालिकाले समावेशीको क्षेत्रमा बृहत हितको काम गर्दै आएको छ भने नगरको विकास र स्तरोन्नतिका लागि विभिन्न शाखा विभाजन गरी सो अनुरूप कार्य गर्दै आएको छ। 2079 को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरू आइसकेपछि आम नगरवासीले देख्ने र महसुस हुने थुप्रै काम तथा परिवर्तन भएको देखिन्छ। स्थानीय तह आएपछि स्वास्थ्य, यातायात, विद्यालयहरू भौतिक रूपमा हुनुपर्ने सम्पूर्ण सेवा सुविधाहरू चाहिँ पुगेकै देखिन्छ। एउटा ढल विकास नगरपालिकाले स्वतः गरिदियो भने चाहिँ राम्रो हुन्थ्यो भन्ने मात्र लाग्यो, अरू खासै केही छैन। तीव्र रूपले विकास गरिरहेको बनेपाले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, रोजगारी, तालिम तथा अनुदान प्रदान, बजारीकरण, प्रवर्धन, शहरीकरण व्यवस्थापन, ढल निकास, यातायात व्यवस्थापन गर्ने लगायत नागरिकको आधारभूत पक्षलाई जोड दिनुका साथै चौतर्फी विकास कार्य गर्ने योजना ल्याउने र विकसित नगर बनाउने लक्ष्य लिएको छ। हरियो वन जंगल, थुम्का डाँडा, भन्ज्याङ चौतारी, नहर खोला, पाखा पखेरी, सुन्दर खेतबारीका लहरहरू, अन्न बालीको सुगन्ध, आहा, चारैतिर पहाडले घेरिएको सुन्दर उपत्यका यस नगरपालिकाको विशेषता नै हो। विभिन्न मठ मन्दिर, पाटी पौवा, सतल कला कौशल तथा ऐतिहासिक बस्तीहरूले झन पर्यटकलाई आकर्षित गरिरहेको छ। प्रसिद्ध चण्डेश्वरी उग्रचण्डी मन्दिर, बासुकी पार्क, गोसाईथान, नालामा रहेको व्हाइट गुम्बा, कुन कुराको वर्णन गर्ने। अझ चण्डेश्वरी जंगलमा अवस्थित 1600 सिँढीले झन पर्यटकलाई थप आकर्षण गरिरहेको छ। यहाँ हाम्रो 13 नम्बरमा फिल्म स्टुडियो बन्दैछ, त्यसलाई पनि पर्यटकीय स्थलको रूपमा चाहिँ हेर्न सकिने भयो। जन्तीढुङ्गा भयो, चण्डेश्वरी भयो, माथि चाहिँ हाम्रो गोसाईथान भयो 6 नम्बरमा भएको, अनि अब 2 नगरकोट भयो। यी र यस्ता क्षेत्रहरू जस्तै अब हाम्रो नालाको चाहिँ नाला गुम्बा भयो। अब बनेपामै पनि हाम्रा चाहिँ भएका पुराना संरचनाहरू, अब हाम्रा चाहिँ पुरानो यो लायकुली जस्ता हाम्रा जुन चाहिँ पुराना सम्पदाहरू छन्, प्राचीन सम्पदाहरू, तिनीहरूलाई पनि चाहिँ पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिन्छ। यिनीहरूको पनि प्रचार प्रसार गर्ने हो भनेदेखि यिनीहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिन्छ। अब कृषि र पर्यटनलाई सँगै जोडेर लिएर जान सक्यो भने जस्तै चाहिँ कृषि फार्म, कृषि पर्यटनको रूपमा चाहिँ विकास गर्न सक्यो भने त्यसले पनि विकास हुने देखिन्छ। बनेपा नगरपालिकाले नगर अन्तर्गत रहेका धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदा, मठ, मन्दिर, तलाउ, फल्चा पार्क, कला कौशल संरक्षण तथा प्रवर्धन गर्नुका साथै होमस्टे निर्माण, ट्रेकिङ रुट निर्माण गर्ने योजना बनाएको छ भने पर्यटन विकासको निम्ति अवलम्बन गरेको छ। हिन्दूहरूको बाहुल्यता रहेको यस नगरभित्र बौद्ध, इसाई लगायत धर्मावलम्बीहरू बसोबास गर्छन्। सयौं मठ मन्दिर रहेको यस क्षेत्रमा चण्डेश्वरी तथा उग्रचण्डी मन्दिरको आफ्नै विशेषता रहेको छ। प्राचीन चण्डेश्वरी मन्दिरको इतिहास बारे यसो भन्नुहुन्छ स्थानीय कृष्ण प्रसाद कर्मचारी। पौराणिक किंवदन्ती अनुसार चण्डासुर दैत्यले चाहिँ भगवान शिवको तपस्या गरेर महादेवलाई खुसी पारेपछि वरदान माग भन्दा म अबध्य अथवा म मर्नु नपरोस् भन्ने वरदान माग्यो र भगवानले चाहिँ शिवले मर्ने शर्तमा वरदान माग भनेपछि मलाई नारीले बाहेक अरूले मार्न नसकोस् भनेर चाहिँ वरदान माग्यो। स्वर्ग मध्य पाताल तीन लोकका दिव्यहरूलाई चाहिँ देवताहरूलाई चाहिँ परास्त गर्यो र अन्तमा देवताहरू टिक्न नसकेर चरापन्छी भए, कोही चाहिँ रुखमा विलिन भएछ। अनि खै त देवताहरू भएर प्रश्न गर्दाखेरि यसैमा छ भनेर त्यो रक्तचन्दनको रुखलाई चाहिँ देखाइदियो। चण्डासुरले त्यो रुख काट्दाखेरि त्यहीबाट भगवती प्रकट भयो भन्ने चाहिँ किंवदन्ती छ। चण्डासुरलाई मारेको हुनाले यो देवीको नाम पनि चण्डेश्वरी भन्ने रहन गयो। मर्नु भन्दा कि अघि उसले यो महादेवको स्थापना गरेका थिए हेर्नुहोस्, त्यसैले यो महादेवको नाम पनि चण्डेश्वर महादेव भएर उसैको नामबाट भयो।
दैनिक नित्य पूजा र विशेष मेला चाहिँ यो बुद्ध जयन्तीको दिन पर्छ। वैशाख शुक्ल पूर्णिमाको दिन यहाँ चाहिँ भव्य जात्रा चाहिँ लाग्छ। बौद्ध मार्गीहरूको लागि विभिन्न गुम्बा तथा छोर्तेन ध्यानकुटी विहार र इसाईहरूको चर्च समेत उल्लेखिय रहेको छ। यहाँ दशैं तिहार, बुद्ध पूर्णिमा, तीज लगायत चाडपर्व मनाउने गरिन्छ भने भाषा, कला, संस्कृति, जात्रा मेला, महोत्सव समेतमा विविधता पाइन्छ। तीज विशेष कार्यक्रम बनेपा नगरपालिकाले गरेको थियो अनि त्यसमा चाहिँ महिला उद्यमशील बनाऊ, समृद्धि बनाऊ, नगर समृद्धि बनाऊ भन्ने एउटा शीर्षकमा हामीलाई लोकगीत प्रतियोगिता गराएको थियो। अनि त्यसमा 14 वटाबाट सबैजना भाग लिने हुनुहुन्थ्यो। 17 ग्रुप थियौँ हामी। त्यसमा सेकेन्ड हुन सफल भएको छौँ हाम्रो ग्रुप। बनेपा नगरपालिकाभित्र हामी जस्तै प्रतिभा भएका धेरै महिला पुरुष दिदीबहिनीहरू सबैजना हुनुहुन्छ होइन। आगामी दिनहरूमा पनि उहाँहरूको प्रतिभालाई चाहिँ बाहिर लिएर आउनको लागि यस्तै कार्यक्रमहरू गरोस् भन्ने चाहन्छु। यस नगरपालिकाभित्र बनेपा नगर अस्पताल प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्रका साथै चिर मेमोरियल अस्पताल लगायतले नगरवासीलाई स्वास्थ्य सेवा दिँदै आएका छन्। सुविधा सम्पन्न बनेपा नगर अस्पतालले विभिन्न सेवा उपलब्ध गर्दै आएको छ। हाम्रो यो बनेपा अस्पताल सुरु भएको चाहिँ बनेपा आधारभूत नगर अस्पताल भनेर एउटा आधारभूत नगर सेवा दिन सुरु भएको थियो। त्यसमा चाहिँ सरकारले दिने हाम्रो 80-90 वटा औषधि चाहिँ निःशुल्क सेवा प्रदान गरिँदैछ अहिले पनि। अनि अहिले चाहिँ हालै हाम्रो बिमाको सेवा पनि यहाँ सुरु भएको 3-4 महिना भएको छ। बिमा सेवा अन्तर्गत चाहिँ हामीले यहाँ प्रदान भइरहेको औषधिबाट बिरामीहरूलाई पाइने औषधि छ भने यहीँबाट दिइन्छ। अनि यहाँ ल्याबको जाँचहरू गरिन्छ। अनि त्यसपछि चाहिँ रिफर गर्नुपर्ने बिरामीहरूलाई कता कताबाट आउँदै हुनुहुन्छ, कता सहज हुन्छ त्यो रिफरको सेवा पनि गर्दैछौँ। साथै हाम्रो डेलिभरीको सेवा र एएनसीको सेवा पनि छ यो अस्पताल। कर्मचारीहरू एकदम चारैतिर चाहिँ भर्सटाइल परेको बेला चारैतिर उहाँहरूले चाहिँ एकअर्कालाई सहयोग गर्ने। अनि साथै हाम्रो चाहिँ व्यवस्थापन समिति पनि छ। त्यसमा चाहिँ हामी मिटिङ बसेर हाम्रो अस्पताललाई चाहिँ कसरी चाहिँ हाम्रो सेवा चाहिँ अझै राम्रो, हाम्रो बिरामीलाई कसरी चाहिँ अझै राम्ररी सेवा दिन सकिन्छ भनेर मिटिङ पनि हुन्छ। अब हामीले चाहिँ अस्ति भर्खरै एक्सरे ल्याउने चाहिँ निर्णय गरेका छौँ। अब त्यसको लागि बजेटिङहरू सबै पालिकाबाट चाहिँ पास भएको जानकारी मैले पाएको थिएँ। नगरपालिकाले नागरिकका लागि स्वास्थ्य क्षेत्रमा गरेका कार्यहरू निम्न छन्। नगर अस्पताल तथा प्रत्येक वडाका स्वास्थ्य सेवा केन्द्रबाट नियमित सेवा, इकाइ तथा पशु स्वास्थ्य केन्द्रबाट नियमित औषधि वितरण, प्रत्येक महिनाको दोस्रो र अन्तिम शुक्रबार गाउँ गाउँमा आँखा परीक्षण साथै चस्मा वितरण, प्रत्येक महिनाको दोस्रो बुधबार मानव परामर्श तथा उपचार सेवा प्रदान, प्रत्येक महिनाको 2 र 17 गते नियमित खोप सेवा, मेयरसँग स्वास्थ्य प्रवर्धन कार्यक्रम मार्फत वडामा 12 देखि 16 गतेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, उपमेयरसँग पोषण तथा मातृशिशु स्वास्थ्य कार्यक्रम, रेड क्रसको समन्वयनमा नगरवासीलाई निःशुल्क रगत उपलब्ध, प्रदेशको सहकार्यमा विद्यालयमा नर्स कार्यक्रम सञ्चालन, पाठेघरको मुख क्यान्सरको परीक्षण साथै लक्षित समूहलाई निःशुल्क उपचार, 15 वर्ष मुनिका बालबालिकामा अपाङ्गताको पहिचान गरी उपचार तथा पुनर्स्थापना गर्ने, रेउकाई ईको मसुनागा आँखा अस्पतालसँग सहकार्यमा नगरवासीलाई छुट प्रदान, इजुरी अस्पतालमा उपचार गर्न स्थानीयलाई 1 लाखसम्म सहयोग प्रदान गर्ने, बनेपा नगर अस्पतालको सिफारिसमा धुलीखेल अस्पतालमा उपचारका लागि छुट प्रदान, नगरपालिकाले किशोरी र महिलालाई प्रजनन स्वास्थ्य परामर्श साथै उपचार गर्ने तथा स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ। प्रजनन स्वास्थ्यमै सरसफाइ कसरी सरसफाइ हुने, महिलाको पाठेघर झर्ने अवस्था छ त्यसको लागि शिविर राख्नुपर्छ कि शिविर राख्नुपर्ने वडामा शिविर राखेर यसरी चाहिँ कार्यक्रम गरिरहेछ। हामी कतिजना दिदीबहिनीहरूले नजानेका कुरा, थाहा नभएको कुरा हामीले सिक्न पायौँ, जान्न पायौँ। महिलाहरूका लागि कानुनी सचेतना, प्रजनन स्वास्थ्य तथा सशक्तिकरण सम्बन्धी 3 दिने तालिम लिएका छौँ। यसबाट हामीले धेरै कुरा सिक्न पाएका छौँ। यसलाई हामीले व्यवहारमा पनि उतार्नेछौँ। नगरपालिकाले पशुहरूको स्वास्थ्यको लागि गरेका कार्यहरू: पशु सेवा केन्द्र नालाबाट पशुहरूको परीक्षण तथा उपचार साथै धनेश्वर पशु केन्द्रबाट समेत पशु खोप सेवा प्रदान, रेबिज तथा अन्य सरुवा रोगको रोकथाम साथै महामारी नियन्त्रणमा जोड,
पशु बिमा तथा बिमामा अनुदान, स्वास्थ्यका साथसाथै नगरपालिकाले शिक्षा क्षेत्रमा समेत उल्लेखनीय उपलब्धि हासिल गरेको छ। बनेपामा हाल प्रशस्तै सामुदायिक विद्यालय छन् भने धार्मिक, प्राविधिक तथा निजी विद्यालय समेत सञ्चालनमा छन्। बनेपाका सामुदायिक विद्यालयहरूले पछिल्लो समय निजी भन्दा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरेका छन्। यसको एक उदाहरण हो नालामा रहेको चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालय। विद्यालयको शैक्षिक अवस्था अहिले सुधार भइरहेको छ। विगतमा हामीले लगभग 180 जति विद्यार्थीहरूबाट सुरु गरिएको स्थितिमा अहिले हामी लगभग 1100 विद्यार्थीहरू अध्ययन गर्छन्। सबै कक्षाहरू हाम्रो अहिले अङ्ग्रेजी माध्यममा सञ्चालन हुन्छ र हामीले सबै कक्षामा डिजिटल डिभाइस पुर्याउने भनेर लागेका छौँ। अहिले हामी ISO सर्टिफाइड पनि भइसकेको छौँ। एसयू रिजल्टमा चाहिँ विगत 3 वर्षदेखि हामी जिल्ला प्रथम भइरहेका छौँ। बनेपा नगरपालिकाबाट चाहिँ उल्लेखनीय सहयोग प्राप्त गरिरहेका छौँ। बनेपा नगरपालिकाले हामीलाई नमुना विद्यालयकै रूपमा व्यवहार गरेको छ। विद्यार्थीहरूलाई पनि त्यो प्रविधिसँग परिचित गराउँदै अहिलेको संसारमा हामीलाई आवश्यक पर्ने जनशक्ति तयार गर्ने कुरामा हामी लागिरहेका छौँ। प्रविधिको अधिकतम प्रयोग गर्दै आएको विद्यालयमा अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब, ICT ल्याब, खेल मैदान, व्यवस्थित भवन, योग्य प्रशिक्षक र गुणस्तरीय शिक्षा यहाँको विशेषता हो। नगरपालिकाले शिक्षालाई विषयगत तालिम दिने, खाजामा तोकिएको बजेटमा थप गर्ने तथा बसको समेत व्यवस्था गरेको देख्न सकिन्छ। दलित, सीमान्तकृत, आवासीय तथा गैर आवासीय गरी हजारौंलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ भने नगरका 2 विद्यालयले ISO प्राप्त गर्न सफल भएका छन्। साथै नगरपालिकाले बाल मैत्री नगर घोषणा र निशुल्क शिक्षा नगर घोषणा गरिसकेको छ। कसैले तपाईहरुलाई त्यस्तो नराम्रो व्यवहार गर्यो। त्यस्तै किशोर किशोरीहरूको स्वास्थ्य मनोविज्ञान परामर्श समेत दिँदै आएको छ। किशोरी समयमा हामीलाई कस्तो मनोविज्ञान हुन्छ, के गर्न सक्छौँ, हामीले यसलाई कसरी कन्ट्रोल गर्न सक्छौँ, के गर्दा राम्रो हुन्छ र कसले कस्तो व्यवहार गर्छन् यसको बारेमा सहजसँग बुझ्ने मौका पाएका छौँ। किशोरीहरूको प्रजनन स्वास्थ्य बारेमा बुझ्न पाएका छौँ। साइबर क्राइम सम्बन्धी पनि बुझ्ने अवसर पाएका छौँ। युवाहरूलाई खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा अग्रसर बनाउन फुटसलको निर्माण गर्ने र नगर स्तरीय खेलकुद आयोजना समेत गर्दै आएको छ भने थुप्रै नीति तथा कार्यक्रमहरू सञ्चालन गरेको छ। त्यस्तै नगरपालिकाले लक्षित समुदाय, एकल महिला, अपाङ्ग आदिलाई झोला, ब्याग, मास्क बनाउने तालिम, झोल साबुन बनाउने तालिम, सिलाई कटाई तालिम, पार्लर तथा नेल आर्ट लगायत प्रशस्त तालिम तथा अनुदान दिँदै आएको छ। बनेपा नगरपालिकाको आर्थिक सहयोगमा ब्याग र झोलाको तालिम दिनुभएकोमा धेरै धेरै धन्यवाद। यस तालिमबाट हामी सक्षम हुनेछौँ र व्यवसाय गर्नेछौँ। बनेपा नगरपालिकाको आर्थिक सहयोगमा आयोजित 3 महिने ढाका बुनाई तालिम लिँदैछु र घरमा पनि आफैले व्यवसाय पनि सञ्चालन गरेको छु। तालिम सञ्चालन गर्ने बनेपा नगरपालिकालाई धेरै धेरै धन्यवाद। 1 महिने तालिम लिएर आफैले व्यवसाय सञ्चालन गरेको छु। महिला दिदीबहिनीहरूलाई 7 दिने नेम ब्राइडल चुराको तालिम दिने मौका पाएँ। यसमा म धेरै खुसी छु। नेम ब्राइडल चुरामा मैले तालिम लिने मौका पाएको थिएँ। सो तालिम निकै फाइदादायी रह्यो। नगरपालिकाको सहयोगमा 45 दिने बेसीको सञ्चालन भइरहेको छ। यसमा 14 वडाको 14 जना बहिनीहरू र साथमा अनि अलि जनसङ्ख्या बढी भएको वडाको 2 जना 3 जना गरेर जम्मा 20 जनाको सहभागी छौँ र 2 जना ट्रेनर हुनुहुन्छ। यसमा महिला स्वरोजगार बनाउन बनेपा नगरपालिकाले राम्रो भूमिका निर्वाह गरेको छ। बनेपा नगरपालिकाको सहयोगबाट तालिमहरू सञ्चालन गरिएको थियो। त्यो तालिममा म पनि सहभागी थिएँ। नगरपालिकालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेरि पनि सहयोग गर्नुहुन्छ भन्ने विश्वास गर्दछु। यस्तो तालिमले चाहिँ महिलाहरूको क्षमता अभिवृद्धि गर्ने मद्दत पुगेको छ। यस्तो तालिमहरू अझै आउँदै जाओस् र महिलाहरूमा अझ बढी अब क्षमता विकास हुँदै जाओस् भन्ने।
बनेपा नगरपालिकाले सिँचाइ तथा खानेपानीको क्षेत्रलाई जोड दिँदै नगरवासीको आवश्यकतालाई ध्यानमा राखी नेपाल खानेपानी संस्थान बनेपाबाट 6वटा वडामा पानी वितरण गर्दै आएको छ भने अन्य वडामा समेत डिप बोरिङ तथा मुहानको पानी एकीकृत गर्दै आएको छ। हाम्रो यस कार्य काभ्रे पलाञ्चोक जिल्लामा बनेपा र पनौतीमा हाम्रो खानेपानी सेवा विस्तार गरेका छौँ। बनेपामा चाहिँ हाम्रो तीनवटा मुहानहरू छ। एउटा हामी यहाँ शशीपानी मुहानबाट पानी आएको ट्याङ्की मेरो पछाडि ब्याकग्राउन्डमा हजुरहरू देखिराख्नु भएको छ, त्यो शशीपानी ट्याङ्कीबाट आएको पानी हो। त्यसमा 4 इन्ची पानी हुन्छ। बर्सातको समयमा चाहिँ अलिकति सबैलाई पर्याप्त पानी हुन्छ, तर अब हामी यो ड्राई सिजनमा चाहिँ पानीको मात्रा कम हुन्छ। तर पनौती एरियामा चाहिँ हाम्रो चाहिँ राम्रो पानीको सुविधा छ, तर त्यहाँ हामी 5-6वटा वडामा चाहिँ हाम्रो कार्यक्रम विस्तार छ भने हामी पनौतीमा चाहिँ 4-5 वडामा सीमित छौँ। तर पनौतीमा चाहिँ हाम्रो पानीको अभावको कारणले हामीले प्रत्येक वडामा सेड्युल वाइज कहीँ 1 घन्टा, कहीँ 2 घन्टा, कहीँ 3 घन्टा यसरी चाहिँ हामीले दिने सेवा प्रवाह गरिरहेछौँ। र अब विभिन्न नगरपालिका वडाहरूले पनि आफ्नो डिप बोरिङहरू खनेका छन्। जस्तो वडा नम्बर हाम्रो यसमा मगर गाउँमा पनि एउटा ट्याङ्की हामीले स्थापना गरेका छौँ। त्यसमा नगरपालिकाकै सहयोगबाट अहिले हामीले हस्तान्तरण भएको छ र हामीले पानी त्यसरी नै सेवा दिइरहेका छौँ। बाँकी अब हाम्रो ब्याकग्राउन्डमा देखेको ट्याङ्की पनि हामी देखिरहेछौँ। तर हामीले यस बनेपालाई चाहिँ पानीको अभाव भएको नाताले स्थानीय सरकारसँग कसरी हुन्छ, हामी पानीको मुहानहरू कहाँ छ, के छ, कसरी चाहिँ जाने अगाडि भनेर सहकार्यमै छौँ र आशा गरौँ स्थानीय सरकारले हामीलाई सपोर्ट गर्यो भने हाम्रो खानेपानी संस्थानले पनि बृहत लगानी गरेर यहाँका जनताहरूलाई खानेपानीको कसरी हुन्छ, पाइपलाइनहरू व्यवस्थित गर्ने अनि विभिन्न ठाउँहरूमा भल्भ च्याम्बर राखेर हुन्छ कि कसरी हुन्छ हामीले त्यसलाई व्यवस्थित गर्ने भन्ने हाम्रो योजना छ। त्यसै अनुसार हामी अगाडि बढिरहेका छौँ। खानेपानीको क्षेत्रमा हुँदै गरेका प्रक्रियागत उपलब्धिहरू धेरै जसो वडाले आफ्नै मुहानबाट पानी वितरण गर्दै थप डिप बोरिङको लागि ठाउँहरूमा छनौट हुँदै तथा पुरानालाई पुनः सञ्चालनमा ल्याउँदै एक घर एक धारा अभियानलाई निरन्तरता, ठाउँ ठाउँमा ट्याङ्की निर्माण, खानेपानी मुहानको संरक्षण तथा पाइपलाइन विस्तारमा जोड। चालु आर्थिक वर्षमा समेत 12वटा ट्याङ्की निर्माण, 10 मुहान, 16वटा भवन तथा ट्रस्ट निर्माण, 12 किलोमिटर पाइपलाइन विस्तार साथै विभिन्न स्थानमा सिँचाइ कुलो र पोखरीहरू समेत निर्माण सम्पन्न भइसकेको छन्। आधुनिक कृषि प्रणालीलाई अपनाएको यस नगरमा प्रशस्त कृषि तथा पशुपालन फर्महरू सञ्चालनमा रहेका छन्। धान, गहुँ, मकै, तोरी, फापर, कोदो खेतीको साथसाथै आधुनिक नगदे बालीमा गोलभेडा, काउली, विभिन्न फलफुलहरू, दैनिक प्रयोगमा आउने सागसब्जी, बाख्रा, कुखुरा, भैँसी पालन, गाई पालन, मौरी पालन लगायत कृषि हुँदै आएको छ। यो स्ट्रबेरी चाहिँ व्यावसायिक रूपमा उत्पादन भइरहेको छ भने यसबाट हामीले आम्दानी पनि राम्रो पाइरहेका छौँ। यसलाई चाहिँ बनेपा नगरपालिकाले पनि बेला बेलामा सहयोग गरिरहनु भएको छ। कृषि फर्मबाट वार्षिक लाखौं कमाउँछु भन्नुहुन्छ स्थानीय सपना दाहाल। गर्न त जाँगर भएछ, जहाँ पनि छ होइन। यहीँ बसेर म एकजना आज मैले घर हेरेर बच्चा हेरेर यहाँ 2 वर्षको 2-3 लाख घर खर्च त चलाइरहेको छु नि। कृषि उत्पादनलाई बजारीकरण गर्न नगरपालिकाले सप्ताही हाट बजार सञ्चालनमा ल्याएको छ। नगरको यस्तो कदमप्रति कृषकहरू धेरै उत्साहित देखिन्छन्। कोशी खेतीको साथसाथै यो इन्डोर प्लान्टहरू अब बनेपा नगरपालिकाले अब हामीलाई एउटा सहज गरिदिनु भएको छ। यो हाट बजार लागेर मेरो उहाँहरूलाई धेरै धेरै धन्यवाद। म के भन्न चाहन्छु भनेदेखि यहाँ घरमै बसेर पनि हामीले हरेक किसिमका अचारहरू बनाउन सक्छौँ होइन। अब यसमा धेरै लगानी पनि चाहिँदैन। बजार क्षेत्र ठुलो हुनुका साथै काठमाडौँ समेत नजिक र नगरले नगरभित्रै तरकारी बजारको समेत व्यवस्था गरेको छ, जसले गर्दा बजारीकरण समस्या देखिँदैन। तरुल, बन्दा, काउली, टमाटर, भेरे खोर्सानी, फर्सी, च्याउ 3 आइटमको छ, चुकुन्दर छ, खोर्सानी 2 आइटमको छ, लसुन, प्याज, अदुवा, आलु, टोफु, यहाँ तरकारीको आइटम सबै छ। लगनको बेला अलि धेरै हुन्छ होइन, अनि यतैको वरिपरिको हुँदा ठिकै हुन्छ। 50,000 त्यस्तै 50-60 हजार। कृषि बिउ बिजन, मल वितरण, ट्र्याक्टर लगायत कृषि औजार वितरणलाई निरन्तरता दिँदै आएको छ।
त्यसैगरी लक्षित वर्गलाई कुखुराको चल्ला, बाख्राको पाठापाठी, भैँसीका पाडापाडी समेत वितरण गर्दै आएको छ। अपाङ्गता परिवारलाई बनेपा नगरपालिकाबाट गिरिराज चल्ला सहयोग गर्नु भएकोमा बनेपा नगरपालिकाले धन्यवाद ज्ञापन भन्न चाहन्छु। नगरपालिकाले ज्येष्ठ नागरिकको निमित्त स्वास्थ्य परीक्षण गर्ने, सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने, पार्क तथा विश्रामस्थल, चौतारी लगायत निर्माण गरिसकेको छ भने नगरभित्र बौद्ध वृद्धाश्रम समेत सञ्चालनमा रहेको छ। हाम्रो बनेपा नगरपालिकाभित्र चाहिँ यस्तो होस् कि कुनै पनि ज्येष्ठ नागरिकहरूले म एउटा चाहिँ परिवारबाट बिहेन भएँ, मैले दुःख पाएँ, मैले खान पाइनँ, यदि त्यस्तो खालको छ भने के गर्नुपर्छ नगरपालिकाले, हामी तयार छौँ भनेर भन्नुभएको छ। यो त धेरै खुसीको कुरा हो। नगरपालिकाले 14वटै वडामा विपद व्यवस्थापन समिति गठन गरी विपद व्यवस्थापन गर्ने, वन तथा वातावरण संरक्षणमा जोड दिने, पर्यावरणीय हितको काम गर्ने, शहरीकरणलाई व्यवस्थित गर्ने, ढल तथा नहरको निर्माण गर्ने लगायत कार्यलाई विशेष महत्त्व दिएको पाइन्छ। विभिन्न निकायसँगको सहकार्यमा फोहोर मैला व्यवस्थापन गर्दै आएकोमा अब दीर्घकालीन पहल थालेको छ। अरनिगो राजमार्ग निर्माणमा नगरपालिकाले सहजीकरण गर्दै आएको छ। बनेपाबाट धेरै जिल्ला र स्थानमा यातायातका साधन आवत जावत हुने हुँदा सवारी चापलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले सवारी व्यवस्थापनमा विशेष भूमिका खेलेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको विभिन्न 9वटा अस्थायी ट्राफिक प्रहरी पोस्ट र यस जिल्ला ट्राफिक प्रहरी कार्यालय मार्फत यस क्षेत्रमा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणका लागि के कस्तो पहल गर्न सकिन्छ भन्ने हिसाबमा हामीले कार्य गरिरहेका छौँ। विशेषतः हामीले ट्राफिक मोबिलिटी बढाउने नै हो। मोबिलिटी बढाउनु साथै विभिन्न स्थानमा रहेर संयुक्त रूपमा चेक जाँचका कुराहरू भयो। हामीले मापसी चेक जाँचहरू, लापसी चेक जाँचहरूलाई पनि कन्टिन्यू नै गरिरहेका छौँ। यो भदौ 23 र 24 गतेको जुन जेएनजी आन्दोलन छ, जेएनजी आन्दोलन पश्चात हाम्रो यस कार्यालयमा पनि तोडफोड, क्षति एवं आगजनी भएको अवस्था थियो। तथापि हामीले विभिन्न यहाँ सरकारवाला सङ्घ संस्था, विभिन्न नागरिक समाज, विभिन्न समाजसेवी लगायत स्थानीय व्यक्तिहरूको साथ सहयोगमा हामीले बिस्तारै हाम्रो अफिसहरू रिकभर गरिरहेका छौँ। म्यान पावरलाई म्याक्सिमम युटिलाइज गरेर हामीले ट्राफिक व्यवस्थापनमा खटिँदै आइरहेका छौँ। हाम्रो मुख्य कन्सर्न भनेको सवारी दुर्घटना कसरी न्यूनीकरण गर्ने। यस क्षेत्रमा विभिन्न ब्ल्याक स्पटहरूको पहिचानदेखि लिएर विभिन्न स्थानमा गर्नुपर्ने ट्राफिक कारबाहीदेखि लिएर हामी प्रत्येक स्थानमा यस जुन जिल्ला ट्राफिक प्रहरी कार्यालयको ओडा एरिया अन्तर्गत रहेका विभिन्न स्थानहरूमा हामीले हाम्रो मोबिलिटी बढाएर ट्राफिक गतिविधिहरू पनि सञ्चालन गरिरहेका छौँ भने विभिन्न किसिमका ट्राफिक व्यवस्थापनमा पनि हामीले दैनिक रूपमा गरिरहेका अवस्थाहरू छ। इलाका प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पनि समाजमा अपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै आएको छ। 2082 भाद्र 23 र 24 को जेएनजी आन्दोलनको बावजुद पनि सुशासनको प्रत्याभूति दिँदै आएको छ। काभ्रे जिल्लाकै ठूलो व्यापारिक शहरको रूपमा हेर्ने बनेपामा कृषि विकास बैंक लगायत थुप्रै निजी बैंक, वित्तीय संस्थाहरू तथा सहकारीको छाता संगठन जिल्ला सहकारी संघ, जिल्ला बचत संघ, काभ्रे लगायत सयौं सहकारीहरूले सेवा दिँदै आएका छन्। आर्थिक दृष्टिकोणले समेत अगाडि रहेको बनेपामा सयौं उद्योगहरू सञ्चालनमा हुँदा हजारौंले रोजगार पाएका छन् भने उद्योगबाट विभिन्न वस्तुहरू उत्पादन हुँदै आएको छ। त्यस्तै युवाहरू सिप सिक्न र काम गर्न हौसिएका छन्। मैले बनेपा नगरपालिका वडा नम्बर 8 मा युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यका साथ ड्राइभिङ प्रशिक्षण गराउँदै आइरहेका छौँ। अब युवाहरूले चाहिँ आफ्नै देशमा, आफ्नै ठाउँमा स्वरोजगार बन्नको लागि सबैजनाले हातेमालो गरौँ, सबैजना आफ्नै देशमा चाहिँ कुनै एउटा व्यवसाय गरौँ, कुनै एउटा केही काम गरौँ। बनेपा नगरपालिकाले पनि युवाहरूलाई विदेश पलायन हुनबाट रोक्नको लागि प्रशिक्षण तालिमहरू, युवालाई स्वरोजगार बनाउने तालिमहरूलाई बढी प्राथमिकता दियो भने एकदम राम्रो हुने देखिन्छ। स्थिर सरकार तथा युवा लक्षित ठूला योजना नहुनु र युवामा विदेशको बढ्दो मोहले युवा पलायन रोक्न सकेको छैन। आफ्नै ठाउँमा, गाउँठाउँमा रोजगार र विकास भयो भने विदेश पलायन हुनु पर्दैन। समावेशी क्षेत्रको काम गर्दै आएको नगरले विकासको साथै भौतिक पूर्वाधारलाई पनि उत्तिकै महत्त्व दिँदै आएको छ। सडक निर्माण तथा व्यवस्थापन गर्ने, कालोपत्रे गर्ने, सडक पेटी निर्माण गर्ने, ढलान तथा पर्खाल निर्माण गर्ने, विद्यालयको भवन निर्माण, सामुदायिक भवन, स्वास्थ्य तथा अस्पतालको भवन, चिस्यान घर, पाटी पौवा, चौतारा, पार्क, फल्चा, हिटी, धाराकुवा, पोखरी सिँढी, मठ मन्दिर, सतल
आश्रम स्थल, विश्राम स्थल, खोला, नहर, कुलो, वडा भवन निर्माण लगायत विकास कार्य धेरै सम्पन्न र केही क्रमागत निर्माणमा रहेका छन्। नगरले विभिन्न शाखा तथा वडाबाट उल्लेखनीय सेवा दिँदै आएको छ भने प्रदेश र सङ्घ सरकारसँग समन्वयन गर्दै आएको छ। 2 करोड 90 लाख बजेटमा पुल बजार, टिमुर चौर कृषि सडक निर्माण हुँदै यसले वडा नम्बर 1, 2, 3 र 4 समेट्नेछ। सङ्घ सरकारको 5 करोड 33 लाख 33 हजार बजेटमा नाला घिमिरे गाउँ नगरको सडक निर्माण हुँदै प्रदेश सरकारको 2 करोड 90 लाख बजेटमा भैँसेपाठी पनौती सडक अन्तर्गत गणेश मन्दिरदेखि गैरी गाउँसम्म सडक निर्माण हुँदै प्रदेश सरकारको 2 करोड 90 लाख बजेटमा नाला नयाँ गाउँ सडकको काँक्रेदेखि बन्चरी खोला सडक स्तरोन्नति, सङ्घ सरकारको 3 करोड बजेटमा साँगा आशापुरी सडक निर्माण सुरु, सङ्घको विशेष 2 करोड अनुदानमा चिस्यान घर निर्माण प्रक्रियामा, सङ्घीय सशर्त 1 करोड 20 लाख बजेटमा स्थानीय तह साझेदारीमा नियमित खोप, विद्यालय खोप अभियान तथा सरसफाई प्रवर्धन लगायत थुप्रै विकास योजनाका कामहरू बजेटको तर्जुमा गर्दै सारेको छ। विकासको लहर एकदम राम्रो छ, एकदम धेरै तीव्र रूपमा भइरहेका छन्। यी बाटाहरू, खानेपानीहरू, यी पूर्वाधारहरू धेरै नै विकासहरू भइरहेका छन्। अब सानातिना गाउँघरका बाटाहरू पनि अब यसो तगारा निकासहरू नि बनिरहेका छन्। विकासमा अघि बढिरहेका छ एकदम। जेएनजी आन्दोलनबाट नगरपालिकाको भवन र महत्त्वपूर्ण दस्तावेज जलेर नष्ट हुँदा समेत नगरपालिकाले नगरपालिकाबाट दिने सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ। वार्षिक बजेट नीति तथा लक्ष्यको योजना बनाउने, राजस्व सङ्कलन र आर्थिक परिचालन गर्नुको साथै नगरले प्रशासनिक कार्यलाई समेत चुस्त दुरुस्त राखेको छ। यस नगरपालिकामा सेवा प्रवाहलाई प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि कर्मचारीहरूलाई चुस्त दुरुस्त रूपमा परिचालन गरिएको छ। नागरिक बडापत्रमा उल्लेख भएअनुसार काम कारबाही छिटो छैटो गर्नलाई कर्मचारीहरूलाई निर्देशन दिएको छ। सो अनुसार कामहरू अगाडि बढिरहेको छ। कर्मचारीहरूको नियमिततालाई पनि हामीले विशेष ध्यान दिएका छौँ। यी हाजिरीलाई अनिवार्य गरिएको छ। यी हाजिरीबाट कर्मचारीको उपस्थिति मोनिटर नियमित रूपमा गर्ने गरेका छौँ। सकभर जनतालाई सेवा छिटो छरितो रूपमा गर्नको लागि निर्देशन दिने गरेको छु। त्यो अनुसार कामहरू अगाडि बढिरहेका छन्। यो भाद्र 23 र 24 गते भएको आन्दोलनले हाम्रो नगरपालिकामा ठुलो क्षति पुगेको छ। हाम्रो मुख्य प्रशासनिक भवन पूर्ण रूपमा क्षति भएर हामीले त्यसपछि हामी वार्ड नम्बर 10 मा भएको वडा कार्यालयमा आएर वडा कार्यालय भएको ठाउँ बसेर त्यहाँबाट सेवा प्रवाह सुचारू गरेका छौँ। यो सञ्चालन गर्न 2-3 महिना हामीलाई अप्ठ्यारै भयो, तर हामीले सेवा प्रवाहलाई चाहिँ रोकेनौँ। हामीले सुरुमा त्यो जल्ने बित्तिकै ती स्वास्थ्य शाखामा बसेर काम कारबाही गरौँ। त्यसपछि यहाँ वडा नम्बर 10 मा आएर यहाँबाट सञ्चालन भइरहेको छ नगरपालिका। विगत 2072 सालमा संविधान जारी भए पश्चात देश पूर्णतया संहितामा गएको छ। यो नगरपालिकाले आफ्नो योजना आफै तर्जुमा गर्ने, कार्यान्वयन गर्ने, अनुगमन मूल्याङ्कन गर्ने सबै कामहरू गर्छ। बजेट तर्जुमादेखि लिएर सम्पूर्ण कामहरू नगरपालिका आफैले गर्न सक्छ। अब नगरपालिकामा व्यवस्थापिकाको काम नगर सभाले गर्छ। यो वर्षको 2 चोटि नगर सभा हुने गर्छ भने कार्यपालिकाले मन्त्री परिषदको काम गर्छ। र नगरपालिकामा उपप्रमुखको संयोजकतामा एउटा समिति, न्यायिक समिति छ। त्यो संविधानमै उल्लेखित छ। संविधानमै व्यवस्था भएअनुसार त्यसले नगरपालिकाको निश्चित मुद्दा मामलाहरू हेर्ने गर्दछ। स्थानीय तहमा चाहिँ जनताले चाहिँ अहिले ठुलो चाहना राख्छन्। स्रोत साधन सीमित छ। जनताको इच्छा आकाङ्क्षाहरू धेरै छन्। धेरैजसो हाम्रो यो वार्षिक बजेटहरू निर्माण गर्दाखेरि जनताको इच्छा धेरै भएका हुनाले ससाना योजनाहरू धेरै सञ्चालन हुन्छन्। अब दिगो रूपमा विकास गर्नको लागि चाहिँ अझ ठुल्ठुला योजनाहरू सञ्चालन गर्न सकेमा
त्यसले नगरपालिकाको विकास हुने देखिन्छ। यसतर्फ हामी अगाडि बढ्नुपर्छ। गत आबमा पनि हाम्रो झन्डै वर्षको 400वटा योजनाहरू सञ्चालन गरेकोमा 1 करोडभन्दा माथिका योजना 5-6 वटा, 50 लाखदेखि 1 करोडसम्मका 6 वटा जति मात्र योजना, अरू जम्मै साना योजनाहरू सञ्चालन भएका छन्। नगरपालिकाले ठुल्ठुला योजनाहरू सञ्चालन गर्न सकेमा यसले दिगो रूपमा पछि नगरलाई विकसित बनाउन सहयोग गर्छ। यसतर्फ नगरपालिकाले सोचेर अगाडि बढ्नुपर्ने आवश्यक देखिन्छ। बनेपा नगरपालिकाले कानुन तथा न्यायिक समिति गठन गर्ने, कार्य सम्पादन, नीति निर्माण साथै योजनाको मूल्याङ्कन समेत गर्दै आएको छ। हामीले निर्वाचित भएर आएपछि एउटा नारा तय गरेका थियौँ, गृहिणी महिलालाई उद्यमी महिला बनाउने भनेर हामीले एउटा नारा तय गरेका थियौँ। त्यही अन्तर्गत हामीले गत वर्ष र यो वर्ष थुप्रै गृहिणी महिलाहरूलाई उद्यमी बनाउनको लागि सिपमूलक तालिमहरू सञ्चालन गरेका छौँ। दलित परिवारका छोरीहरूले ब्याचलर पढ्न, प्राविधिक विषयमा ब्याचलर पढ्न चाहे भने उनीहरूलाई छात्रवृत्ति दिने भनेर हामीले एउटा नीति ल्याएका छौँ। न्यायिक समिति समग्र मुद्दाहरू हेर्ने एउटा समिति हो। विशेष गरी त्यहाँ पनि महिला, ज्येष्ठ नागरिक, बालबालिकाको केसहरू आयो भने हामी त्यसलाई प्राथमिकतामा राखेर हेर्छौँ। जो चाहिँ यहाँ आउँदा निवेदन पनि लेख्न सक्दैन त्यस्तोहरूलाई चाहिँ हामीले न्यायिक सहयोग कोष भनेर एउटा कोष स्थापना गरेका छौँ नगरपालिकामा। उहाँहरूको चाहिँ निःशुल्क निवेदनहरू लेख्ने, त्यहाँ न्यायिक समितिले चाहिने सबै कागजातहरू निःशुल्क लेखिदिन्छौँ। हामीले समावेशीको क्षेत्रमा काम गरेका छौँ र यो वर्ष नि हामीले सकेसम्म विकास भनेको खालि पूर्वाधार विकास मात्रै होइन, मानवीय विकास चाहिँ सबभन्दा ठुलो विकास हो। मान्छेको जीवनमा छुने गरी, अनुभूति हुने गरी विकास गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ बनेपा नगरपालिकाको। त्यसैले हामीले विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र आर्थिक अवस्था कमजोर भएका मान्छेलाई फोकस गरेर मानवीय विकासमा बढी जोड दिनेछौँ। चौतर्फी विकास र समावेशीको क्षेत्रमा काम गर्दै आएको नगरपालिकाले योजना बनाउने, सम्बन्धित निकायसँग समन्वयन गर्ने, प्रदेश सङ्घ तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत प्रगाढ बनाउँदै आएको छ। करिब अब 3.5 वर्षभन्दा बढी समय बनेपा नगरपालिकामा हामीले हाम्रो कार्यकालको त्यो समय बिताइसकेको अवस्था छ। हाम्रो कार्यकालमा धेरै साना ठुला गरेर धेरै योजनाहरू हामीले विकास निर्माणदेखि लिएर अन्य कुरा सामाजिक महत्त्व राख्ने, समाजलाई आवश्यक, नगरपालिकालाई आवश्यक कामहरू, कार्यहरू चाहिँ हामीले सम्पन्न गरेको तपाईँहरूलाई जानकारी नै छ। मानवीय रूपमा आवश्यक पर्ने कुराहरूको विकास र राम्रो स्तरको विकास भनौँ अझ त्यो गर्न आवश्यक छ। त्यसमा चाहिँ बनेपा नगरपालिका लागिरहेको अवस्था छ। भर्खरै पनि अर्को एउटा आन्दोलन भयो, त्यसले गर्दाखेरि धेरै छेद विच्छेद भएको छ हाम्रो देशमा, नगरमा पनि भएको छ। हाम्रै पनि बिल्डिङ जलेको अवस्थामा छ। त्यसलाई पुनर्निर्माण गर्ने हाम्रो दायित्व वडा मार्फत, वडाको योजनाहरू मार्फत चाहिँ विभिन्न विकास निर्माणका कार्यहरू चाहिँ सम्पन्न गरिरहेको अवस्था छ। जुन जुन स्थानमा आवश्यक छ ती स्थानहरूमा हामीले लगानी अगाडि बढाएको, लगानी गरिरहेको अवस्था चाहिँ छ। हामीले नगर क्षेत्रभित्र छोटो दूरीको भनौँ, कुनै 100 मिटर होला, कुनै 200-500 मिटरको बाटोहरू असङ्ख्य मात्रामा सबै वडामा बनेको अवस्था छ। फोहोर मैला कसरी उठाइरहेछ भन्ने जनतालाई थाहा छ। शिक्षामा हामीले पक्कै पनि अब भोलिको दिनमा काम लाग्ने खालको चाहिँ काम गरे जस्तो लाग्छ मलाई बनेपा नगरपालिकाले। जुन जुन अब जनताले चाहना राख्छ सबै क्षेत्रमा काम गर्यो। ती खेलकुदहरू सबैलाई चाहिँ बनेपा नगरपालिकाले प्राथमिकतामा राखेर चाहिँ विद्यालय स्तरमा प्रतियोगिताहरू गरिरहेको अवस्था छ। अनि विशेष गरिकन अब बनेपा नगरपालिका विगतदेखि नै यो व्यापारिक सहरको रूपमा, व्यापारिक नगरको रूपमा थियो नै। अहिले पनि त्यो इमेज हटेको अवस्था छैन। यातायातको हबको रूपमा यो परिचित नगर नै हो। अहिले आएर बनेपा नगरको जुन क्षेत्रफल बढेको छ, हिजोको दिनमा 5 स्क्वायर किलोमिटर हाराहारीको क्षेत्रफल रहेको यो पालिका अहिले करिब 55 स्क्वायर किलोमिटर हाराहारीको क्षेत्रफलमा छ र उद्योग व्यवसाय पनि त्यही किसिमले विस्तार भएको अवस्था छ। यो युवा पलायन होइन, अब चाहिँ हामीले रोक्न सक्ने अवस्था बनाउनको लागि 2-4वटा कुराहरू जस्तो नेपाल सरकारले, केन्द्र सरकारले भनौँ त्यसलाई एक किसिमको चाहिँ नयाँ नीतिहरू ल्याएर चाहिँ के गर्न सकिन्छ, रोक्न सकिन्छ कि केही हदसम्म युवाहरूको योजनामा लगानी गरेर रोक्न सकिन्छ कि के गर्न सकिन्छ, त्यो किसिमको चाहिँ पाइलटिङहरू गऱ्यौँ भने पक्कै पनि युवाहरू दुःख गरेर विदेश होइन, यही रमाइलो गरेर कमाउन सक्छन्।
यो चाहिँ पक्का हो चेन्ज आएको छ। किन सतही रूपमा पनि देखिन्छ यो कुरा। अघि मैले सुरुदेखि भन्दै गरेको कुराहरूले परिवर्तन पक्कै पनि भविष्यमा ल्याउँछ, अहिले पनि आएको होला। वातावरणीय रूपमा अब हरेक किसिमले भनौँ त्यो चेन्ज आएको छ, तर चेन्ज एकै दिनमा हुँदैन यो चाहिँ थाहा छ। तुरुन्तै आउने चेन्जहरू के पनि हो भने जस्तो फर्मुला व्यवस्थापन भयो कि भएन, खानेपानी खान पायो कि पाएन, म बिरामी हुँदा मैले स्वास्थ्य सेवा तुरुन्तै पाएँ कि पाएन, यी कुराहरूले चाहिँ इङ्गित गर्छ यो जनताले पाएको अवस्था छ। हामी चाहिँ यसमा टुक्क छौँ। लिएको लक्ष्य, प्रक्रियागत योजना, समन्वय, निरन्तरता, आत्मविश्वास, अथक प्रयास, जनप्रतिनिधि र नगरवासीसँगको हातेमालोले बनेपा नगरपालिकालाई समृद्ध नगरपालिका बनाउने कुरामा दुई मत छैन।